हरेक दिन एकजना बुढा पुरुष एउटै क्याफेमा जान्थे। उही कुनामा बसेर उही कप चिया मगाउँथे। कसैले उहाँसँग कुरा गर्दैनथ्यो, कसैलाई उहाँको चिन्ता थिएन। तर क्याफेमा काम गर्ने एउटी महिलाले भने उहाँलाई ध्यान दिएकी थिइन्। उनीबाट हेर्दा बुढा पुरुष गरिब, एक्लो, चुपचाप र दुखी देखिन्थे। एक दिन जब उनी चिया लिएर पुगिन्, उनले चियासँग एउटा स्यान्डविच पनि राखिदिन्। बुढा पुरुषले सोधे, मैले त यो अर्डर गरेको थिइनँ। उनी हल्का मुस्कुराइन्। मैले अर्डर गरेकी हुँ। मलाई लाग्यो तपाईँ भोकै हुनुहुन्छ कि भनेर। चिन्ता नलिनुहोस्, यो मेरो तर्फबाट हो। त्यो सुनेपछि उहाँका आँखामा आँसु भरियो। उनीले सोधिन्, किन यस्तो लाग्छ तपाईँ धेरै दुखी हुनुहुन्छ? तपाईँ घरविहीन हुनुहुन्छ? बुढा पुरुषले बिस्तारै भने, त्योभन्दा पनि खराब, म एक्लो छु। केही समय उनी चुप भइन अनि भनिन्, म तपाईँलाई अझ राम्रोसँग चिन्न चाहन्छु। आज मेरो घर जान चाहनुहुन्छ? उहाँले न्यानो स्वरमा जवाफ दिनुभयो, मलाई मनपर्छ। त्यो साँझ उनी बुढा पुरुषलाई आफ्नै सानो घरमा लगिन्। एक कोठा, 3 जना बच्चा। तर उनले सबैका लागि खाना बनाएर राखिन्। खाना खानै बुढा पुरुषले सोधे, तिमी किन वेट्रेसको काम गर्छौ? उनी बिस्तारै भनिन्, म सिङ्गल आमा। मेरो श्रीमान देशको लागि लड्दै बित्नुभयो। कमाई धेरै हुँदैन, तर म बच्चाहरूका लागि सकेसम्म सबै गर्छु। त्यसपछि उनले एउटा कुरा थपिन्, जसले बुढा पुरुषका आँखा फेरि रसाए। यदि आज रात बस्ने ठाउँ छैन भने तपाईँ सोफामा पनि सुतिदिनुस्। उहाँ धेरै भावुक हुनुभयो। तिमीले मलाई खाना दियौ। आज तिमी र तिम्रा बच्चाहरू मेरो घर जानुपर्छ। उनी मानिन्। जब उनीहरू पुगेर रोकिए, उनीहरूको अगाडि एउटै भव्य महल थियो। बुढा पुरुषले भने, यही मेरो घर हो। म घरविहीन होइन, म धनी हुँ। तर भावनात्मक रूपमा म धेरै गरिब थिएँ। मेरो श्रीमतीले मलाई छोडेर आधा सम्पत्ति लिएर गइन्। मेरो आफ्नै छोराछोरीले मलाई कहिल्यै सम्झिएनन्। दुनियाँभरका मानिसबीच पनि म एक्लै थिएँ। त्यो दिन धेरै वर्षपछि पहिलो पटक महलमा हाँसो, बोलाइचालाइ, बच्चाहरूको रमाइलो आवाज गुन्जियो। घर जस्तो न्यानो महसुस भयो। लन्चपछि बुढा पुरुषले वेट्रेसतर्फ हेरेर भने, तिमी र तिम्रा बच्चाहरूलाई अब यसरी सङ्घर्ष गर्नु पर्दैन। यदि चाह्यौ भने यही महलमा बस। क्याफेको काम छोड र चाहने हो भने मेरा कुनै पनि कम्पनीमा काम गर्न सक्छौ। निर्णय तिम्रो हो। उनी सुन्दै गर्दा स्तब्ध भइन्। त्यो दिनदेखि बुढा पुरुष कहिल्यै क्याफे फर्किएनन्, किनकि अन्ततः उहाँले निकै समयदेखि हराइरहेको कुरा फेला पार्नुभयो, एउटा परिवार।